होइन हौ छिटो न हौ छिटो यसले त टेर्दिन ल छिटो 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 अलि पर यहाँ बस्न यार छिटो भने चाहिँ ऐसे आफै आउँछ आउँछ यो अन्तिममा चाहिँ अलि औँसी गर्छ पहिला त आइहाल्छ दुध खाएर यता पार्न छिटो भनेर कुदेर जानुपर्छ हतार गइहाल्छ कति जानेको है त अलग्गै छुट्याइदिनु भएको छ छुट्याइदिएको भाग अहिले 3 कोसा हुन्छ कि हामीले 1 कोसा मात्रै अस्ति 1 महिना जति भयो 3 कोसा दुख्नु थालेको नभए 2 कोसा ए नभए पाडालाई धेरै होइन बराबर ए दुई अब चाहिँ पाडालाई अरू चिजले पनि हुन्छ नि त अब घाँस खोले टर्न खान्छ अनि कोसा मात्रै उसलाई ए पाडाले खाइसक्यो भने 2 दिन हुन्छ है यो सफा गरिन भने कीटाणुहरू पैसा मान्ने नि यो त अलि दुसरी छ पहिलाको त राम्रो हुन्थ्यो पोछपाछ गरिदिन्थ्यो यो अलि दुसरी छ भन्नाले अलिक मान्दैन यो अलि बैमान गर्नुपर्छ खान्छु छ होइन अनि डुल घुम भैँसीलाई बाहिर यसो डुलाउनु चाहिँ भ्याउँदाखेरि अब भ्याउँदैन नि भ्याउँदाखेरि लगभग गोठको गोठमै हुन्छ धेरै जसो गोठमै हुन्छ हुन अस्ति फेरि यो डुलायो भने दुध घट्छ ए हो त्यो कता कता ठोकिन्छ कि ढुङ्गातिर खुर ढुङ्गामा ठोकेपछि त दुख्छ नि त ए पिर पऱ्यो भने दुध कम हुन्छ उसलाई पनि सन्छ त्यही भएर जति खाने कुरा घाँस पानी गोठमै भ्याउँदाखेरि दिउँसो एकछिन डुलाउँदा त हुने हो भ्याउँदैन कहिले कहाँ आल खेल्ने कुरा चाहिँ पानी यहीँ हालिदिनुहुन्छ जिउमै हालिदिने हो ए तर चाहिने चाहिँ त्यो चाहिँ आवश्यकै हो है त्यो जरुरी छैन कहिले कहिले अब गर्मी लाग्यो 2-4 बाल्टी हालिदियो मसर घसर गरिदियो भइहाल्छ हिउँदोमा पर्दैन जाडोमा अब गर्मीमा हो त्यो यो सानैदेखि पाल्नु भयो पछि किनेर ल्याउनु भएको यो यसपालि किनेको अस्ति ठ्याक्कै यहाँ 12-13 दिन बिहाको 13 दिनको दिन ल्याइपुर्याएको ए ब्याएपछि ल्याएको हो अनि कहाँदेखि यो भोजपुर जिल्लाबाट ल्याइरहेको हो एकजना साथीले हजुर हौ एउटा भैँसी हेरेर हुन्थ्यो हेर्नु आउनुपर्छ भन्थ्यो हेर्नु आउने भए त मलाई तपाईँलाई के हराइराख्नु भने अनि ल्याइदियो राम्रै ल्याइदिएको नत्र त नि भने हेर्दै नहेरी त होइन तपाईँलाई मैले विश्वास गरेको नराम्रो ल्यायो भने तपाईँकै बदनाम राम्रो ल्यायो भने तपाईँकै हो भनेपछि राम्रै ल्याइदिए त्यसो भने त विश्वास गर्ने हो नि त नानी हो व्यवहारमा त विश्वास गऱ्यो भने हुन्छ नि त हजुर दाम धेरै भन्छ अब भैँसी
अनुसारको समयअनुसार दामले हाल्नुपर्छ। अनि अनि दाम पऱ्यो यहाँ आइपुग्दाखेरि 1,30,000। ओहो जे होस् होइन सबै गरेर भन्नाले ध्वनि स्वामी उसलाई चिया नास्ता खाने त्यही भित्र हजुर 2-4 दिन कति घुम्यो यो कुकुरले त हजुरआमालाई लिएर आयो त नानी यहाँ छ र यो पाडा हो हजुरबा पाडा घर घाँसमा आयो तर कलीले हो कि हो यो भैँसी त कलिलै हो यो दोस्रो बेच्नु यो त बढ्नु हुने राम्रो स्याहार गर्नेले पाल्नु हो भने त अरू 10-8 बेच 9-10 बेच आउँछन्। अब त्यसलाई चाहिँ सेल लिनु दिने खोले ए क्याल्सियम पनि त्यसले घाँस रुचाउने हुन्छ फिर्नु सकिन भन्नाले हजुर बलियो भएन भन्छ धेर बलियो भएको नै राम्रो हुँदैन ठिकै छ यतिको त हेर्नु लायकको ठिकै छ है त्यस्तो त्यो स्याहार नपुगेको जस्तो चाहिँ देखिँदैन अब स्याहार राम्रो नै देखिन्छ तर साह्रो बलियो नि अलिक अलि राम्रो हुँदैन। यो क्याल्सियम चाहिँ हाम्रो भेटनेरीबाट नै एकदम उवाला होला नि त भेटनेरीबाट नै सर्टिफाइड डक्टरले ल्याएको तल हाम्रो धर्मे विश्वकर्मा छोरा रबिन डक्टर छ नि त अहिले भेटनेरीको के हो लामो भइछ टेक्निक चाहिँ ठिक लाउनु भएछ कान्छी उसो ए ल खाइहाल खाइदे ल कस्तो हो ल तेरो नि ल उसो ए बच्चा माथिलाई खाने राख्ने खोले चाहिँ बिहान र बेलुका होइन त हजुरबा बिहान बेलुका दुई टाइम दिनुपर्छ।
यसलाई हिजोदेखि यसमा किने गरेको हजुर ए यो ठुलो भाँडामा नभए त्यो आरीमा दिन्थ्यो धेर पोखायो बजिहाल्ने अब नपोखाउने गरी यसले लगभग आफै खोले खानु सिक्यो खुवाउनु परेन अलिअलि त खुवाउनु पर्यो नि सुरुमा चखाउनु पर्यो अलिअलि खुवाउनु पर्यो नि 1-1.5 महिना जति आरामले निकै टाइम लाएर खान्छ यसले समय लगाउँछ बिस्तारै खान्छ बिहान चिल्लै खाइन्छ छोडिराखेको थियो खान्छ भएर यसको खुसी दे लु बस्छु लु आउनुहोस् न त्यो चोङ्गेले पनि खुवाइदिनु भयो क्या 1-1.5 महिना खुवाउनु पर्यो नि बानी पार्नु पर्यो नि आजकल त दिनु पर्छ आफै खाइहाल्छ छैन त आजभोलि कसैको गोठ हुँदैन ठिक भएन यो गाउँमा हाम्रै मात्रै हो यहाँ बसेन यो लगभग यही अन्तिम हो पुरा सेखाभरि नै होला नि थुप्रो माथि कोटे गाउँतिर ससुराली गाउँतिर होला माथि राईहरूले दुईजना राईहरूले पाल्छ त्यो गुरुङहरूले त अब पहिला त पाल्थे अहिले त छैन क्या हजुर त्यो सम्धिले हो पाल्ने छोरीको उसले त पालेदेखि नानी ससुरालले पालिन अनि तल हाम्रो हर्कबहादुरको ससुराले पाल्थ्यो ऊ पनि मरिगयो पारेछ त्यो कौडे बाबु भन्ने त्यसले भैँसी पाल्छ चिप्ले गाउँतिर दुईजना एउटा नेप्टे नानीहरूकै दाजुभाइ नेप्टेले पाल्छ अनि कौडे बाबु त्यति हो अनि भान्खर्कमा नानीहरूकै दाजुभाइ त्यो भीमबहादुर भन्छ हाम्रो जिताङको बाबुले जिताङको घरमा छ भैँसी त्यति हो अनि यता डल्ले बाहुन काइला काप्लेको दाजु साइला डल्ले पाल्छ चिप्ले गाउँमा राईहरू दुईवटा एउटा नस्पति घर एउटा तल राईबहादुर